हेलो दिदी। हेलो। कहाँ जान लागेको? घर जान लागेको हो र? हो र? यो प्लास्टिक चाहिँ के नि? यसमा हजुर सानो सानो बच्चाको लागि पाउँछ बिस्कुट ल्याएको थिएँ। हो र? सानो बच्चा पनि छन् र? खानु लाग्यो खाता छैन। पहिले यो बाटो कतिचोटि हिँड्नु भयो नि? पहिला त स्कुल जान्थ्यौँ कि बाटो दिन्छु नै अहिले त कस्तो भएछ कोही होला नि यता बस्दैन अन्त के त्यहाँ तल हो र? तपाईँ नहिँड्नु भएर होला नत्र त राम्रो हुन्थ्यो होला नि बाटो। खै हामी गएको त मस्तो भयो। हो र? घर हेर्ने अब घर हेर्ने है तपाईँको ढले छ भन्छ नि खै कस्तो छ? तपाईँले नि हेर्नु भएन होला है ढलेको त? नाइ देखेको छैन हामीले कि यसको के लाली लगाउँदै हिँड्छौँ नि धार्नीको पातको? ए हो र? कति लिपस्टिक लगाउँथ्यौँ हामीले। ए अहिले मैले पनि लगेँ त लगाएपछि। यहाँ छ हेर त कति राम्रो। यसैको? यसको लिपस्टिक लगाउने हो कि यस्तो गर्ने अनि यस्तो यस्तो लगाउने। लागेछ लागेछ। तिमीले लगाउने लगाउने नै नलगाउने मैले त। मैले अहिलेसम्म चाहिँ लागेन कहाँ लगाउने नि मलाई कसरी लाग्दैन थाहा त छैन। हामीले कति लगाउँथ्यौँ राम्रो हुन्थ्यो होला है? उति बेला त लिपस्टिक लगाउनको लागि पैसा हुन्थेन नि त अनि यसैको लगाउँथ्यौँ। सावित्रा दिदीले बाटो चाहिँ यस्तो रहेछ हो बाटो फेरि उछुटेर फेरि सिधै निस्ति खेला पुग्नु होला नि राम्ररी हिँड्नु। डाँडा कहाँ र हरियाली पाखा? यता हाम्रो बारी छ नि। हजुर हो त्यहाँ यता घर हो त्यो घुम्ने गर्दा यता खरको घर थियो क्या। मैले मोबाइल हेर्नु लाएर गाउँ हेर्न बिर्सेको। यता बताउनुहुन्छ कहाँ भएर मोबाइल हेर्छु। म पनि बल्ल सुरुचोटि आएको कहाँ जस्तो लाग्छ है। खिराको बुटो छ नि यो मुनि हो कि हाम्रो घर। आजभोलि त लाइट आएको रहेछ पहिला त बिजुली पनि थिएन। केन्द्र लाइन आयो केन्द्र लाइन हो यो? उताबाट आउँछ कि तिमीले खर्कोतिरबाट उता उसबाट तर तितो चाहिँ हुने रहेछ के लिपस्टिक लगाएर त्यो लिपस्टिक लगाएको चाहिँ यसरी ओठ लगाउने भने चाहिँ तितो हुने रहेछ। टर्रो टर्रो त खोलो छ नि त्यहाँ डौडे पाइन्छ कति अनि ऊ पनि लाग्छ जुका पनि लाग्छ। हामी यहीँबाट बनमारा काटेर हाल्थ्यौँ 70। पहिला गरे यो ऊ त्यहाँ छ कि यता हो ढलिसक्यो गरे ऊ त्यहाँ रहेछ भन त्यही जान्दा चाहिँ ढलो फेर्न यता हाम्रो बारीमा जाने बाटो छ कि नै बेलौकी खानालाई। कुरो आएछन् जुत्तामा नि मेरो बाटो छ क्या जाने हेर त घाँस काट्नु रहेछन् कि ती काट्यो नि हाम्रो खरबारिया घाँस हौ त यहाँ होइन घाँस काट्यो नि यहाँ कल काट्नु रहेछ र खरबारी हो बेचेको नजिकले घाँस होइन बेच्न पाएँ। पाकुरीको बुटो पाकुरी घाँस खान्छ कि यो बाख्राले गाईले भैँसीले। जाम है फेरि पसमलाई है त बारीमा घर हेर मैले यहाँबाट त बाटो छैन गयो पुल्लो है। मलाई त कुरोमा जान मन त यहाँबाट निस्किन्छु। यता खोलामा के अरे गाईहरू लिएर गोरुहरू लिएर चराउन जान्छन् नि तिनीहरू लिएर जाने पहिरो गएर
जुगो लागेको मलाई मोजाभित्र चिलाइले लागेको रहेछ यस्तो हुन्छ भोके घर घर भयो नि बोत हामी हाम्रो पुरानो पहाड गाउँमा जाँदैछौँ पहाडको घरमा जाँदैछौँ यस्तो भएछ घर पनि छैन केही पनि छैन अहिले त यस्तो भएछ केरा भाडाहरू पनि निकालेको होइन थाहा छ के हाम्रो यो घरदेखि भाडा हेर त गाह्रो आए अमृतो हाम्रो आँगन नमस्ते आमे नमस्ते घर हेर्न आयौँ क्या हामी घर हेर्न हजुर भयो 4-5 दिन हजुर यी बेलौती ढलेछ कि होइन हजुर फुपू हजुर आमा कि भदैनी के सावित्रा त होइन